छु कमी कमजोरी मेरो पनि भयो होला। अब सुधारौँ, सबै सुध्रियौँ, सबै एक भएर जाउँ। म त आजको दिनमा रवि लामिछाने रिया भएर आइसकेपछि उहाँले पनि सबैलाई मिलाउनुपर्छ, सबैसँग मिलेर जानुपर्छ भन्ने पछि। किन देशको युवा शक्तिलाई मिलाउन सक्ने शक्ति चाहियो क्या, देशको युवा। र आज त म केपी शर्मा ओलीलाई पनि भन्न चाहन्छु, अब उहाँको पार्टीले छ नि कार्यकर्ताले महाधिवेशन प्रतिनिधि होला अध्यक्ष बनाइसकेका छ नि, अब उहाँले पनि सबैलाई समेट्नु पर्यो। अब देश र जनताको पक्ष केपी शर्मा ओलीले काम गर्नु पर्यो। आजको दिनमा अब पार्टीभन्दा माथि उठ्नु पर्यो, राष्ट्रिय एजेन्डामा हेर्नु पर्यो, राष्ट्रिय एजेन्डा देश हेर्नु पर्यो, जनता हेर्नु पर्यो। अब पार्टीभन्दा माथि उठेर देश र जनताको पक्षमा काम गर्ने नेता चाहियो क्या। पहिला देश बचाउनु पर्यो, देश बनाउनु पर्यो, देशलाई सम्पन्न बनाउनु पर्यो, देशमा विकास गर्नु पर्यो, जनताको चाहना अनुसार काम गर्नु पर्यो, जनतालाई अब खुसी राख्नु पर्यो। अझै पनि जनता दोधारमा छन्, अन्यलमा छन्, के हुने हो, चुनाव हुने हो कि नहुने हो, संसद पुनर्स्थापना हुने हो के हुने। हामी के भन्छौँ भन्दाखेरि अब देश चुनावमा लिएर जानुपर्छ। चुनावको वातावरण बनाउनुपर्छ, निर्वाचन। नयाँ जनादेश आजको आवश्यकता हो। जनादेशको लागि सबै पक्ष एक भएर